हेलो एभ्रिवान, म चाहिँ अहिले ठिकठाक पढेर कतै जाँदैछु। कहाँ जाँदैछु म तपाईँहरूलाई देखाउँदैछु। मेरो भिडियो एन्डसम्म हेरिदिनु। सो गाइस, अहिले चाहिँ मेरो साथी र म उसको घरबाट निस्केर जाँदैछौँ। तपाईँहरू हेर्दै जानु हामी कहाँ जाँदैछौँ। गाइस, लाग्दैछ के गरम आयो। के गरम छ आज, हामीको लागि गरम हो कि। गाइस, हामी मिटिङमा आएको थियौँ यहाँ। तर सबजना साडी चादर मेखेला लगाएर आएको छ। हामी लगाएर आएको छौँ कुर्ती। हामीलाई लाज लाग्दैछ, हामी जाम कि नजाम। नेपालीहरूले नेपाली साडी लगाएर आएको छ, के गर्नु पनि। गाइस, यहाँ हेर्नै सक्नुहुन्छ अहिले उत्पलबाट सरज्यू आइपुग्नु भएको छ। यहाँ सबैजनाले स्वागत गरेर लिएर जाँदैछौँ जहाँ मिटिङ हुँदैछ त्यहाँ। अहिले हामी जाँदैछौँ अनि यतापट्टि मेरो साथी र म पनि सर्टकट रास्ताबाट पार भएर जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। मेरो साथीले चाहिँ आइफोन प्लस माग्छ अरे उत्पलबडासँग। हामी जाँदैछौँ अहिले। सो गाइस, यहाँ चाहिँ नयाँ साफ सेन्टर एउटा ओपनिङ भएको थियो अलिक दिन अगाडि, अनि यहाँ पनि फिटा काटेर जानु आँट्दैछन् उत्पलबाट साफ। आज चाहिँ यो मिटिङ हाम्रो अफराखा तिनियालीमा हुँदैछ गाइस, अनि हामी चाहिँ दूरबाट हेर्दै बसिरहेको छौँ त्यहाँबाट। अनि अहिले हाम्रो मिटिङ पनि खत्तम भयो अनि हामी दुईजना घर जाम भनेर घरको लागि निस्क्यौँ। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला गाइस।